आज फेरि मेरोमा माम छ। ओके, माम देखाएको भिडियो अलि आउँछ, नत्र भने अझ भ्युज आउनु छोड्यो। त्यही भएर मैले माम देखाउन थालेको के, बुझ्नुभयो। आज मैले बनाएको छु भेन्टा बैगुन। यसलाई नेपालीमा भनिन्छ भेन्टा, हिन्दीमा होला बैगुन भन्ने हो कि होइन। फर्सीको मोन्टा यस्तरी बोल्नु पर्छ कि, नत्र भने राम्रो त बोलेर त भिड्दैन। आज मैले दाल पकाइन। ओहो तातो यहाँ छ दही। इसको क्या है पकाया है? आज दाल पकाउनु अल्छी लाग्यो। दाल पकाउनु मन लाग्यो भेन्टा भएपछि खुर्सानी पिरो हाल्न पाइँदैन नि त, त्यही भएर खुर्सानी क्र्याङ टोक्न मन लाग्छ क्या। कति दाल पकाउनु, दाल खाँदा खाँदा भक्क हुन्छ नि। सिलौटामा पिसेको मसला टेस्टै बेग्लै क्या, मिठो स्वाद आउँछ। मिनट घुम्न 3 मिनट घुम्न त्यो फर्सीको मन हालेको थिएन। अरू सबै ठिक छ। दायाँ छैन खाने गम खाने म छु यता